मैले भित्र ला तारेर निकाल्दै हो नि त छिटो छिटो पठाइदियो नि कस्तो भने लो हेर त छोरालाई जिउँदै मारे कति सानो देखे क्या हजुर गाइज हामी चाहिँ के अरे किन यस्तो र भ्लग के हो कस्तो हो भन्नु होला अनि के अरे भ्लग पनि होइन यतिकै भिडियो खिचिरहेको थिएँ तर आई इन्जोयड अ लट होइन अनि मन पर्यो हाल्नु नि मन लाग्यो हामी चाहिँ ठ्याक्क अफिस सिफ्ट गरिरहेको थियौँ अनि सबजना छौँ यस्तो छ हालत होइन सबैको घर यस्तै त हो नि तर सिफ्ट भएको दिन चाहिँ सबै भद्रगोलै हुन्छ क्या अनि त्यो भद्रगोल नमिलाउँदै चाहिँ हामी यसरी पल्टिरहेछौँ अघिसम्म भाइ पनि थियो अहिले गयो अंश भन्न लाएर गयो आफ्नो ठाउँतिर यसरी बनाइरहेछौँ अनि अब चाहिँ सुत्ने हो इट्स अलरेडी 12 भन्दा धेरै भइसक्यो आँखामा देख्न सक्नुहुन्छ यस्तो यस्तो भइसकेको छ होइन रेस्ट पनि पुगिरहेको छैन खोकी पनि लगाइरहेछ बिरामी पनि भइरहेछौँ यसरी हेर्दा चाहिँ राम्रै हुन्छ है सुतेको भने यहाँ चाहिँ देखे मान्छे होइन यस्तो छ अवस्था घरको र कहाँ कहाँ के छ भन्ने कुरै थाहा छैन ल्याएर झ्यापझुप राखेर अब चाहिँ सुत्नु पर्छ भनेर बसेको छाती पोलिरहेछ घाँटी पोलिरहेछ गर्मी भएर उड्डै भइरहेछ अनि किन लुगा नला भन्नु गर्मी भएर अनि यस्तो छ हाम्रो अवस्था सो हामीले चाहिँ र नै यस्तो हालिदिउँ न त आज भनेर हालेको होइन मनपर्छ भने ठिकै छ मन पर्दैन भने हामी हाँसेको देखेर चाहिँ चम्चमै पानी तताएर मरे नि हुन्छ ल है गाली चाहिँ नगर्नु यस्तो छ हाम्रो जिन्दगी चाहिँ अहिले केही छैन अलिअलि टाइम लिमिट भएको होइन अनि अलिअलि गाह्रो भएको गाह्रो भन्दा पनि टाइमिङ नभइरहेको तर एक दिन मस्तले ट्र्याकमा आउँछ भन्ने फुल के भन्छ त्यो होप छ अनि भोलि पर्सिको वर्षसम्म चाहिँ हामी रेडी बनाइसक्छौँ अनि हाम्रो प्रोजेक्ट प्रोग्रामहरू पनि आउँछ त्यो हेर्नलाई चाहिँ वेटमा बस्नु होला है छिट्टै भन्दा छिटै नै राम्रो राम्रो कामहरू आउँदैछ सो गाइज किप अन वाचिङ एन्ड किप अन लभिङ अस गुड नाइट रमनको छोराले त्यो आइस पुच्चेले आइस ये हमारा बेड है ये हमारी माँ है ये हमारी बहन है ये हमारे भाई है ये हमारा भाई है भाई हाँ जी भाई ब्रो हम यहाँ पे सो रहे त्यतिखेर रोडले नहाले भए मेरो नाक अलिकति बाङ्गो हुन्थेन जस्तो लाग्छ होइन नाक बाङ्गो छ नि मेरो अलिकति नि त मास्क लाउँदा नाक त्यही भएर सीधा बनाउनु यसो गरेर ला हो होइन भने त्यसले गर्दाखेरि हो भने यहाँनिर खत सब हेर्दै छ क्यारेङ छ अनि यस्तो छ त्यही भएर अनि बाङ्गो भएको यो रोडले हाने हेर न उसको छोराको चाहिँ माया लाग्दैन मेरो छोरीलाई चाहिँ बाहिर थुन्नु छोरा के भने कसको छोरा यता कसको छोरा ये हमारा घर है और यहाँ रात के 12 बज रहे हैं अभी त्यो बियर रिल्सको त्यो म्यान भर्सेस वाइल्ड त्यो नरेसन जस्तै भइदिएर घर बेटी आन्टीले किन मुख निचरा जस्तो बना भनेर मेरो पनि मुख निचरा जस्तो बनाइदिन आले निचरा गरेर निचरा थाहा छैन हैन 12 बज रहा है यहाँ पे यस्तो हुन्छ कि 12 बज रहे हैं हमारे थोपड़े में सुन्न यस्तो हुन्छ कि ये मैं हूँ और मैं इस दक्षिणी तट पे हूँ और यहाँ पे करीब 12 बज रहे और आप सुन सकते हैं कि यहाँ पे चमगादड़ों का आवाज और जंगली कुत्ते भौंक रहे और सब कुछ उतना अच्छा नहीं है ये जंगली फन टाइम ए फन टाइम हेर त छोरालाई जिउँदै मारे
हाँसी हाँसी कसै हाँसेको बुढी त्यही भएर ए आमा सिरियल किलर बन्ने हो है छोडा झर्न थापा पनि सक्नु भएको छ हेर्नु न एकचोटि So guys, good night. I love you. सिमरन तू मुझसे प्यार करती है भन्दाखेरि हाँसेको थिइस् नि त त्यस्तै खाले हो कि निस्क्यो यहाँ म पनि क्यारिकेचर त खतरा गरिदिन्छु है अन्त यो भोलि यो हिजो keep on watching guys. ओरिजिनलसँग कम्पेयर गर्ला यो भोलि Okay. के हो ओरिजिनलमा देखा त्यो होइन क्या ल देखाइहाल त्यही देखाउ न यहाँ देखाउनु म नि हेर्छु त्यो मलाई देऊ न है त्यो क्लिप मलाई पठाउ न ओए सिमरन तुम मुझसे प्यार करती हो एकचोटि यस्तो खतरा हाँसो लाग्यो कि यस्तो भयो गाइस यस्तो खुदा बमिट गरेर उसमा जानु पर्यो कि बस्नु जानु पर्यो यहाँ के बोलिस् भने तेरी दिदीले खिच्दा नबोल्ने मैले खिच्दा बोल्ने भन्नुहुन्छ के अरे मम्मीले खिच्नु भन्ने अब तेरी दिदीले भिडियो खोज्दा चाहिँ केही भन्दिनस् मैले एउटा फोटो खिचौँ न छोरो भनौँ भने चाहिँ के नगरेर बस्छस् भन्नु पर्यो भन्नु पर्यो न अहिले त्यति गरे होइन हो थियो मैले अहिले निकाल्दै कुरा यो 2 दिनपछि निस्किनु भन्दा अहिले निस्किनु बेटर थियो ट्याम्पो बजाम नि ट्याम्पो ट्याम्पो के डल्लो मलाई के बनाऊ तिमीहरूले मैले अघि सोधेँ नि के बनाइदिउँ भनेर के बनाइदिउँ तँलाई के पनि नभन जुसेदारी कता भने के लो नगर न आमा जुसेदारी वाह जुसुक्क परे यति ताजेर फालिदिउँ ओइ त बाहुनको छोरा होइन सिक्या हो खै बाहुनकै छोरा भन्थे अब मलाई त थाहा छैन मलाई थाहा हुने कुरा पनि होइन मलाई थाहा पनि छैन के कुरा भएको छ यहाँ गाउँको आँखा त्यस्तो भए हजुरको यत्रो पुरस्कारमा पिम्पल लाउनु नि भर्खर 16 वर्ष भएको छ पिम्पल लाउँदैन त 16 त नहुने बेला भइसक्यो 16 वर्ष हो 16 दुना चाहिँ केही भएको छैन क्या 16 दुना त हजुरको बिहे गरेकै भएको छैन भर्खरै आफैलाई त्यस्तो भनिदिने भर्खरै 16 एका हुँदैछ कस्तै भर्खरै त्यही पनि कहाँ हुन लाग्यो भने हजुरले हुन लाग्यो भने हजुर बिहाएर सोच्दैन अनि बिहा गर्ने बित्तिकै थोरै नै जन्मे म जन्मे हो नि त पहिला पहिला आइ दिदी पहिला मलाई थाहा सबै देखिरहेको थिएँ मैले भित्र लाताले निकाल्दै हो नि त छिटो पठाइदियो नि त त्यही भएर यति लामो लाग्यो होइन तेरो नाक थेप्चो भए त्यही भएर हेर सिधै मुखमा भात हालेर निकाल्दै फुत्तै निस्किहाली होइन मुखमा चाहिँ लात हान्ने हो त्यही भएर तेरो मुख कुच्चिया जस्तो भए हेर त तेरो मुख हेर्दा मार्क्सै नआउनु पर्दैन सिधै मार्क्स जस्तो चस हामी गर्छौँ ओके गाइस गुड नाइट सी यू भोलि नभेटौँ